यसले भन्छ पोर्चुगिज हामी आएको पुर्तुगल भनेर। यो घर गाउँ जस्तै बान्डा छ, घर गाउँ जस्तै बाटो छ, घर गाउँ जस्तै जङ्गल छ। ऊ आवाज फिलिङ चाहिँ नेपालमै छु जस्तो लाग्ने। वातावरण मिठो छ। यो गोस टु द हामी त खोल्छा आइए खोल्छा आइए खोल्छा। यो गोस टु द अन्धार। कस्तो आनन्द छ है क्लाइमेट। वाउ कसले भन्छ यसलाई पुर्तुगल? नेपाल हो कि यो पनि नेपाल पार्ट अफ झलक चाहिँ छ है नेपालको जस्तो लाग्ने कि। तिरको बाटो छ त छैन त ल। हाई टेन्सन लाइन, यो जङ्गल नेपालको झलक छैन त छ नि। वाह ओहो, यहाँ चाहिँ ठुलो ठुलो ढुङ्गाहरू निकाल्ने अनि बार लाउने। यहाँको रहेछ यहाँ ढुङ्गा खाने रहेछ त पारी कि गुफा हो त्यो? यस्तो ठाउँ रहेछ है। बाख्राहरू ल सिस्टमेटिक छैन त। यो फुल भन्दा बाख्रा हिँडेको बाख्राको बिष्ट होइन र? यस्तो नि हुन्छ र? दामी राम्रो लाग्यो। भर्खर पानी पर्दिरहेको हिँड्दैछ। भर्खर अनएक्सपेक्टेडली पानी पर्दिरहेको। ल मलाई मनपर्छ फेरि पानी परेको, चिसो हावा चलेको, हरियाली। यस मलाई मनपर्छ। पोर्चुगलको आकाशमा जेट हो क्या यो। ल ऊ जाँदै रहेछ त ऊ त इक्वेलली कस हेर न, प्यारेलल बनाएर कस। दुईटै जहाज हो तर फाइटर जहाज पनि सेनाको जहाजहरू हुन्छ। गोरी छैन गोरी हामी अहिले टुरिस्ट भेट्रेस भन्ने पोर्चुगलको अलिकति छेउमा छौँ। यहाँ त समुद्र नजिक पर्दो रहेछ। यतातिर प्लान्टेसन, यो रुखहरू, यसरी कृषि फार्महरू हुँदो रहेछ। यो ठाउँ पनि राम्रै ठाउँ रहेछ। ल भोलिदेखि काम सुरु। पाम ट्रिज यहाँ यतातिर इलेक्ट्रिक भेहिकलहरू टन्नै हुँदो रहेछ। पोर्चुगलतिर इलेक्ट्रिक भेहिकल खुब चढ्दो रहेछ। बस्ने ठाउँ बनाएको नेपालमा चर्चको